दिमाग जति नै धेरै किन नहोस्, समयमा त्यसको सदुपयोग गरिएन भने त्यो बेकार हुन्छ। नमस्ते श्रीहरि, म वासुदेव भट्टराई। आज पनि अर्को एउटा राम्रो मिठो कथा लिएर आएको छु। यो कथाले हामीहरूलाई जीवनमा धेरै राम्रो शिक्षा दिइरहेको हुन्छ। सुन्नुहोला। एउटा ठुलो पोखरीमा दुईटा माछा र साथसाथै एउटा भ्यागुतो बस्दथे। एउटा माछाको नाम सौबुद्धि र अर्को माछाको नाम सहस्रबुद्धि रहेछ। भन्नुको अर्थ चाहिँ एउटा माछासँग 100वटा बुद्धि रहेछन् र अर्कासँग 1000 बुद्धि रहेछ। र भ्यागुताको नाम चाहिँ 1 बुद्धि र ऊ एउटै बुद्धि मात्रै जान्दो रहेछ। अथवा दिमाग केही साह्रो परो, निस्किनु परो, फुत्किनु परो भने एउटा दिमाग मात्रै उसँग रहेछ। माछाहरू चाहिँ अब धेरै बुद्धिमान, एउटाको 100 बुद्धि, एउटाको 1000 बुद्धि। र एक दिन के भएछ भन्नुहुन्छ भने त्यो पोखरीको नजिकैबाट शिकारीहरू जाँदा रहेछन्, मछुवाराहरू। र ती मछुवाहरू एक आपसमा कुरा गर्दा रहेछन् अरे कि यो पोखरीमा त धेरै माछा रहेछन् साथी, भोलि हामीहरू यहाँ जाल हाल्नु पर्दछ र यी सबै भएका माछाहरूलाई पकड्नु पर्दछ भनेर ती मछुवाहरू गफ गर्दा रहेछन्। भ्यागुताले पनि सुन्यो, माछाहरूले पनि सुने। अनि उनीहरू एक आपसमा अब सल्लाह गर्न लाग्दछन्। अब मछुवाराहरूले यसो भन्दै थिए, सुन्यौ माछा हो भन्दाखेरि हामीहरूले सुन्यौँ, तर डराउनु पर्ने कुरो केही छैन भनेर उनीहरू आफ्नो बुद्धि अथवा दिमागमा घमण्ड पलाए। उनीहरूले के भन्छन् भने मसँग 100वटा बुद्धि छन्, कुनै न कुनै उपाय लाएर उम्किहालिन्छन् भन्दा रहेछन्। अर्को माछाले भन्छ मसँग 1000 बुद्धि छन्, कुनै न कुनै उपाय लाएर हामीहरू यहाँबाट निक्लिहाल्छौँ नि भनेर उनीहरू सल्लाह गर्दा रहेछन्। अनि भ्यागुतो भन्छ मसँग त जति भएको बुद्धि भनेको एउटै बुद्धि छ, मेरो बुद्धिले के भन्नुहुन्छ भने यहाँबाट निक्लेर जाइहाल्नु, यहाँबाट यो पोखरीलाई छोडेर अन्तै जानु, मेरो बुद्धिले यो विषय लियो भनेर ऊ आफ्ना परिवार पत्नीसहित भएर भ्यागुताहरू त्यहाँबाट निक्ले। भोलिपल्ट उज्यालो भयो, मछुवाराहरू आए र जाल हाले, ठुलो जाल हाले। जाल हालेर ती माछा सबै परे। त्यो सहस्रबुद्धि पनि परो, शतबुद्धि पनि परो। र यस्तै उनीहरू अब त्यहाँनिर विचार गरिए। 100वटा बुद्धि लगाए उसले, जाल काट्न खोजिएर काटिएन, बहुतै दह्रो जाल थियो। उम्किन खोजिएर कहीँ दुलाएर पो छन् कि भनौँ, कहीँ केही भयो, धेरै नै धेरै बुद्धि लगाए, तर त्यो बुद्धिले उनीहरूको काम गरेन। त्यही भएर समयमा लागेको बुद्धिले मात्रै के गर्दछ, काम गर्दछ भन्ने हामीहरू कथाबाट पनि बुझ्नु पर्दछ। र मछुवाराहरूले ती माछा पकडे, ठुला ठुला थिए ती दुईटा माछा, काँधमा हालेर लिएर जाँदै थिए। र अलिक परतिर भ्यागुतो चाहिँ अघिल्लै दिन परतिर नालामा सरिरहेको थियो, बसिसरिरहेको थियो। र लिएर जाँदै गर्दाखेरि अब त्यो भ्यागुताले उसकी बुढीलाई भन्दछ, हेर प्रिय, मसँग त एउटा बुद्धि मात्रै थियो, यसो विचार गर्दाखेरि यति गर्दाखेरि बाँचिन्छ होला भन्ने भएर अघिल्लै दिन हामीहरू निक्लिहाल्यौँ, तर यिनीहरू आफ्नो बुद्धिको घमण्डले गर्दा हेर त आज मछुवाराको फेला परेका छन्। र बुद्धि भन्ने कुरो के गर्नुपर्दछ, सही समयमा ठ्याक्क लगाइहाल्नु पर्दछ। आफूसँग 1000 हुन् अथवा 100 बुद्धि किन नहुन्, तर दिमाग भनेको चाहिँ कतिखेर लगाउने भन्नुहुन्छ भने जतिखेर हामीहरूलाई आवश्यकता पर्दछ। अब जालमा परिसकेपछि त्यो 1000 बुद्धि अथवा सहस्र बुद्धिले पनि केही गरेन। जालमा कोही पाल पनि थिएन र कसै गर्दा उम्किन नसकेको कथा हामीहरूले हाम्रा जीवनमा पनि विचार गर्नुपर्दछ। र हामीहरूसँग धेरै ठुलो दिमाग अथवा बुद्धि धेरै भए पनि हामीले सही ठाउँमा लगाउन सकिएन भने त्यो बेकार हुनेछ भन्ने यो कथाको शीर्षकलाई लिएर मैले एउटा सानो कथा लिएर आएको थिएँ। हजुरहरूलाई कस्तो लाग्छ सुनिदिनु होला। हजुरहरूले कथा त धेरै नै सुन्नु हुँदैछ, तर लाइक गर्न चाहिँ बिर्सिहाल्नु हुँदो रहेछ। कृपया समय छ भने अलिकति कथा सुनेर त्यो कथालाई लाइक पनि गरिदिनु भयो भने अगाडि अरू कथा बनाउन पनि मलाई राम्रो हुने थियो भन्दै आजलाई बिदा। श्रीहरि। भोलि अर्को कथामा हामीहरू भेट हुनेछौँ। नमस्कार।